आज हामी टिया एपमा अर्डर बिलिङ गर्न सिक्नेछौँ। तपाईँ टिया एपमा जानुभएपछि तपाईँले तल प्लस बटनको साइडमा भएको अर्डर्सको बटनमा थिच्नुहोस्। यहाँ तपाईँले टेबल नम्बर र अर्डर लिस्ट हेर्न सक्नुहुनेछ। बिलिङ गर्न जुन टेबलको बिलिङ गर्न लाग्नु भएको हो त्यो टेबलमा थिच्नुहोस् र तल स्क्रोल गर्नुहोस्। यहाँ तपाईँले पेमेन्टको 3वटा डिफ्रेन्ट टाइप्स देख्नुहुनेछ। पहिलो डिफल्ट पेमेन्ट। यो अप्सन त्यति बेला युज हुन्छ जब कस्टमरले एकैचोटि क्यासबाट कि ई सेवा, फोन पे या अरू अनलाइन मेथडबाट पे गर्नुहुन्छ। दोस्रो बिल स्प्लिटिङ। यो अप्सन त्यति बेला युज हुन्छ जब कस्टमरले आधी पैसा क्यास र आधी पैसा अनलाइन तिर्नुहुन्छ। तेस्रो पार्शियल पेमेन्ट। यो अप्सन रेगुलर कस्टमरहरूको लागि हो जसले केही पैसा आजै तिर्नुहुन्छ र बाँकी क्रेडिटमा राख्नुहुन्छ। त्यसै गरी हामीसँग 3वटा डिफ्रेन्ट पेमेन्ट मेथड छ: अनलाइन पेमेन्ट, क्यास र क्रेडिट। अनलाइन पेमेन्टमा तपाईँले ई सेवा, फोन पे या अन्य मोबाइल ब्याङ्किङको अप्सन्स पनि राख्न सक्नुहुनेछ। पेमेन्ट टाइप र मेथड सेलेक्ट भएपछि कम्प्लिट अर्डरको बटनमा थिच्नुहोस् र कम्प्लिट अर्डरको बटनमा थिच्नु भएपछि इन्भोइस पनि सो हुन्छ र अब तपाईँको अर्डर लिस्ट कम्प्लिटेड सेक्सनमा मुभ भइसकेको छ। एक कप चियामा टिया।